माननीय मन्त्रीज्यूको आगमन भइसकेको छ। तसर्थ सम्पूर्ण उपस्थित महानुभावहरूलाई मैले आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। तल स्थानमा भएको साथीहरू माथि गएर बस्नु होला। माथि पनि हाम्रो बस्ने ठाउँ छ माथिको सभाकक्षमा, त्यसको लागि बाहिरबाट गइदिनु होला। रोजगार मेलामा उपस्थित हुनुभएका माननीय मन्त्रीज्यू, मध्य प्रदेश श्रम तथा यातायात मन्त्रालयबाट यहाँ उपस्थित हुनुभएका माननीय मन्त्रीज्यू लगायत विभिन्न तह र क्षेत्रबाट यो हलमा उपस्थित सम्पूर्ण महानुभावहरूलाई मध्य प्रदेश श्रमदान रोजगार मेलामा हार्दिक स्वागत गर्न चाहन्छु। म औपचारिक रूपमा आजको यो रोजगार मेलाको समुद्घाटन सत्र सञ्चालन गर्न गइरहेको छु। म उपस्थित सम्पूर्ण महानुभावहरूलाई आसन ग्रहण गरिदिनु हुनको निम्ति हार्दिक अनुरोध गर्दछु र तल हामीलाई ठाउँको अभाव भयो भने माथि पनि हाम्रो कुर्सीहरू खाली छ। साथीहरू उभिएर रहिरहनु यो हलभित्र भन्दा माथि गएर आरामसँग बसिदिनु हुनको निम्ति पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। काम खोजिरहेका युवाहरूलाई रोजगारीका अवसरहरूका बारेमा जानकारी दिने र कामदार खोजिरहेका व्यवसायीहरूलाई अथवा रोजगारदाताहरूलाई बजारमा उपलब्ध श्रम शक्तिको बारेमा जानकारी दिने र आफूलाई अनुकूल हुने श्रम शक्तिको उपलब्धता भयो भने रोजगारीसम्म प्रदान गर्ने र श्रम बजारको उपलब्ध समग्र श्रम शक्तिको विवरणहरू कलेक्सन गर्ने उद्देश्यका साथ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै प्रदेशमा श्रमदान रोजगार मेला आयोजना गरिरहेको छ र यो मेलाको समुद्घाटन सम्माननीय प्रधानमन्त्रीज्यूबाट कोशी प्रदेशको हकमा विराटनगरमा 17 गते, यही जेठ 17 गते उद्घाटन भएर त्यो मेला सम्पन्न पनि भइसकेको छ भने आज हामी मध्य प्रदेशमा श्रमदान रोजगार मेला उद्घाटनको सन्दर्भमा यहाँ उपस्थित भएका छौँ। म यो आजको कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउने सन्दर्भमा यो उद्घाटन सत्रको अध्यक्षता गरिदिनु हुनको निम्ति नेपाल उद्योग परिसंघ मध्य प्रदेशका अध्यक्ष प्रमोद कुमार शाहज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आजको कार्यक्रममा प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनको निम्ति श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका माननीय मन्त्री श्री डोल प्रसाद अर्यालज्यूलाई हार्दिक अनुरोध गर्दछु। विशेष अतिथिको रूपमा मध्य प्रदेश श्रम तथा यातायात मन्त्रालयका माननीय मन्त्री बेची लुङ्गेलीज्यूलाई विशेष अतिथिको रूपमा आसन ग्रहण गरिदिनको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसैगरी प्रदेश सरकारका माननीय मन्त्रीज्यूहरूलाई पनि आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। माननीय प्रतिनिधि सभा सदस्य मनिष झाज्यूलाई पनि म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसैगरी माननीय राष्ट्रिय सभा सदस्यज्यूहरू, प्रदेश योजना आयोगका उपाध्यक्षज्यू, माननीय प्रदेश सभा सदस्यज्यूहरूलाई पनि म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसैगरी मध्य प्रदेशका विभिन्न जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखज्यूहरूलाई पनि म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसैगरी मध्य प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका श्रीमान प्रमुख सचिवज्यूलाई पनि म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसैगरी मध्य प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षज्यूहरूलाई पनि म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसैगरी मध्य प्रदेशका विभिन्न मन्त्रालयका सचिवज्यूहरू, श्रम तथा यातायात मन्त्रालयका श्रीमान सचिव सुरेन्द्रनाथ पौडेल सर लगायत सम्पूर्ण सचिवज्यूहरूलाई पनि म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसैगरी धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूको प्रतिनिधित्व गर्दै यहाँ उपस्थित हुनुहुने सहायक प्रमुख जिल्ला अधिकारीज्यूलाई पनि आसन ग्रहणको निम्ति म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकारीज्यू हुनुहुन्छ। त्यसैगरी
मातृका भट्टराई सर उहाँलाई नै आसन ग्रहणको निम्ति अनुरोध गर्दछु र त्यसै गरी अन्य स्थानीय तहहरूबाट यहाँ उपस्थित हुनुहुने सम्पूर्ण प्रमुख प्रशासकीय अधिकारीज्यूहरूलाई पनि म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। प्रदेश तथा जिल्लाका सुरक्षा निकायका प्रमुखज्यूहरूलाई उपस्थितिको आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसै गरी नेपाल उद्योग परिसङ्घका अध्यक्षज्यूलाई पनि म हार्दिक आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा प्रतिनिधिज्यूहरूलाई प्रदेश अध्यक्ष श्री अमरनाथ गुप्ता लगायतका पदाधिकारीज्यूहरूलाई पनि म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसै गरी नेपाल उद्योग वाणिज्य सङ्घका मध्य प्रदेश अध्यक्ष तथा धनुषा जिल्लाका अध्यक्ष लगायतका सम्पूर्ण प्रतिनिधिज्यूहरूलाई पनि म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसै गरी नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्षज्यूलाई पनि म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। होटल एसोसिएसन अफ नेपालका अध्यक्ष तथा प्रतिनिधिज्यूलाई आसन ग्रहणको निम्ति अनुरोध गर्दछु। त्यसै गरी जेटियुसिसीका मध्य प्रदेश अध्यक्ष तथा प्रतिनिधिज्यूलाई पनि आसन ग्रहणको निम्ति म हार्दिक अनुरोध गर्दछु। नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनका उपाध्यक्ष टेक नारायण शाहज्यूलाई पनि म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसै गरी नेपाल तालिम तथा रोजगार व्यवसाय महासङ्घ मध्य प्रदेशका वरिष्ठ उपाध्यक्ष सरोज कोइराला लगायतका पदाधिकारीज्यूहरूलाई पनि म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। वैदेशिक रोजगार बोर्डका सदस्य ललन तिवारीज्यूलाई पनि आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसै गरी नेपाल अभिमुखीकरण तालिम महासङ्घका अध्यक्षज्यू, जिल्ला स्थित कार्यालय प्रमुखज्यूहरू तथा सम्पूर्ण कर्मचारी साथीहरू, श्रमदान रोजगार मेलाका सहआयोजक संस्थाका प्रतिनिधिज्यूहरू, स्विस सरकार विकास सहयोग एसडिसी, हेल्मेटास नेपाल, आइएलओ नेपाल लगायत विकास साझेदार संस्थाका सम्पूर्ण प्रतिनिधिज्यूहरूलाई पनि म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसै गरी आजको हाम्रो कार्यक्रममा उपस्थित भएर आफ्नो स्टलहरू राखेर यो रोजगारीका सम्बन्धमा आफ्नो सेवाहरू प्रदान गर्नको निम्ति यहाँ उपस्थित हुनुभएका सम्पूर्ण व्यावसायिक सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूलाई पनि म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। यथास्थानमा आसन ग्रहण गरिदिनुहोला। त्यसै गरी यो कार्यक्रममा हामीलाई अत्यन्त यो प्रचार प्रसारको निम्ति महत्त्वपूर्ण सहयोग गरेर यो कार्यक्रमलाई सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने उपस्थित सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मी मित्रहरूलाई पनि म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दै यो हलमा मैले आसन ग्रहणको लागि अनुरोध गर्दा कोही कुनै संस्थाबाट प्रतिनिधित्व गर्ने साथीहरू छुट्नु भएको छ भने पनि त्यसलाई म ससम्मान उहाँहरू सबैजनालाई आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। हामी अब यो कार्यक्रमलाई आसन ग्रहण पश्चात औपचारिक रूपमा सुरु गर्न गइरहेका छौँ र यो कार्यक्रममा अब हामी राष्ट्रिय गानबाट यो कार्यक्रमलाई शुभारम्भ गर्न चाहन्छु म र हाम्रो राष्ट्रिय गान प्ले गरिदिनुको निम्ति हाम्रो प्राविधिक मित्रलाई अनुरोध गर्दछु र यो कार्यक्रमका अध्यक्षज्यू श्रीमान माननीय प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण महानुभावहरूलाई उठेर राष्ट्रिय गानप्रति श्रद्धा व्यक्त गरिदिनुको निम्ति हार्दिक अनुरोध गर्दछु। महानुभावहरूलाई हार्दिक धन्यवाद छ। हाम्रो कार्यक्रम आज औपचारिक रूपमा अब शुभारम्भ हुन गइरहेको छ। त्यस पश्चात आज हामी बेलुका 6 बजेसम्म यहाँ बुथहरू राखेर यो रोजगारी खोज्ने र रोजगार उपलब्ध गराउने व्यक्तिहरूका बीचमा एउटा अन्तर्क्रियात्मक कार्यक्रम सञ्चालन गर्छौँ। त्यसै गरी यो कार्यक्रममा हामीले
छलफल कार्यशालाहरू पनि सञ्चालन गर्छौँ। त्यो कार्यशालामा पनि आफूलाई बस्न मन लागेको कार्यशालाहरूमा उपस्थित भइदिनु हुनको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी आजदेखि भोलिसम्म सञ्चालन हुने यो मेलामा सक्रिय सहभागिताको लागि सम्पूर्ण महानुभावहरूलाई हार्दिक अनुरोध गर्दै अब यो कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई, प्रमुख अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्ण महानुभावहरूलाई मन्तव्यद्वारा स्वागत गरिदिनु हुन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका श्रीमान सहसचिव निश्चलराज पाण्डेज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद जितेन्द्र सर। आजको यस महत्त्वपूर्ण समाधान रोजगार मेलाको अध्यक्षता गरिरहनुभएका सभा अध्यक्ष महोदय, प्रमुख अतिथि माननीय मन्त्रीज्यू, विशेष अतिथिज्यूहरू, विशिष्ट अतिथिज्यूहरू र मञ्चमा आसीन विभिन्न क्षेत्रमा पाल्नुभएका व्यक्तित्वहरू, सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू, विभिन्न सञ्चार माध्यमबाट पाल्नुभएका पत्रकार साथीहरू, सुरक्षाकर्मी र विभिन्न प्रतिनिधि एवं सम्पूर्ण महानुभावहरूमा मेरो हार्दिक नमस्कार। सर्वप्रथम आजको यस कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरी कार्यव्यस्तताको बावजुद पनि हाम्रो कार्यक्रममा सहभागिता जनाई भव्य र सफल बनाउन यहाँहरूको अतुलनीय सहयोग सद्भाव प्रकट गर्नुभएकोमा आयोजकको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई सबैलाई आभार व्यक्त गर्न चाहन्छु, स्वागत गर्न चाहन्छु, धन्यवाद व्यक्त गर्न चाहन्छु। रोजगारीका चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सरकारी निकाय, निजी क्षेत्रका रोजगारदाता र नागरिक समाजका संस्थाहरूबीच साझेदारीलाई बढावा दिने विश्वासका साथै रोजगारी सृजना उद्योगहरूको प्रवर्धन गर्ने र रोजगारी बजार विस्तार गरेर नेपालको समग्र आर्थिक विकासमा योगदान पुर्याउने मेलाको उद्देश्य रहेको छ। मध्य प्रदेशको राजधानी एवं यस सुन्दर नगरी जनकपुर धाममा आज यो दोस्रो समाधान रोजगार मेला सञ्चालन भइरहेको छ। यसअघि कोशी प्रदेशमा भइसकेको छ र हामी 7 प्रदेशमा यो आयोजना गर्दैछौँ र आज यस 7 प्रदेशमध्ये दोस्रो समाधान रोजगार मेलामा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई स्वागत भन्दै यस 2 दिने कार्यक्रमलाई सफल बनाउन यहाँहरू सबैको सहयोग र योगदानको अपेक्षा महसुस गर्दै सम्पूर्ण उपस्थित महानुभावहरूमा पुनः स्वागतम 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 भन्दै म बिदा चाहन्छु। हस्, धन्यवाद। हस् सर, धन्यवाद छ हाम्रो सहसचिवज्यूलाई। उहाँले यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्नुभएको छ र यो मेलाको उद्देश्यमाथि प्रकाश पारेर उहाँ गइसक्नु भएको छ। अब हामी यो कार्यक्रमलाई औपचारिक रूपमा उद्घाटन गर्न गइरहेका छौँ। म यो कार्यक्रममा यो हाम्रो अगाडि रहेको गमलाका 2वटा फुलहरू छ, यो फुलहरूमा त्यो पानी हालेर यो कार्यक्रमको औपचारिक समुद्घाटन गरिदिनु हुनको निम्ति हाम्रो कार्यक्रमका आजका प्रमुख अतिथि माननीय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीज्यूलाई म गमलामा पानी हालेर यो कार्यक्रमको उद्घाटन गरिदिनु हुनको निम्ति हार्दिक अनुरोध गर्दछु। ताली बजाएर सबैले यो उद्घाटन सत्रलाई सफल बनाइदिनु हुनको निम्ति म हार्दिक अनुरोध गर्दछु। हाम्रो कार्यक्रमको औपचारिक रूपमा उद्घाटन भएको छ। मध्य प्रदेश समाधान रोजगार मेला जो 2 दिनसम्म सञ्चालन हुन गइरहेको छ। आज 10 बजे अब औपचारिक रूपमा सुरुवात भइसकेको छ। अहिलेबाट बेलुका 6 बजेसम्म र भोलि बिहान 10 बजेदेखि 6 बजेसम्म 2 दिनसम्म यो मेला निरन्तर रूपमा सञ्चालन हुनेछ। यो मेलाको औपचारिक रूपमा उद्घाटन भइसकेको छ। अब हामी यो कार्यक्रमको उद्घाटन सत्रकै सन्दर्भमा एउटा सानो सांस्कृतिक कार्यक्रम प्रस्तुतिकरण गर्न गइरहेका छौँ। अब यो सांस्कृतिक कार्यक्रम मलाई लाग्छ 5 देखि 6 मिनटको छ। म सम्पूर्ण कलाकार साथीहरूलाई सांस्कृतिक कार्यक्रम प्रस्तुतिकरण गरिदिनु हुनको निम्ति मञ्चमा हार्दिक आमन्त्रण गर्न चाहन्छु।
आउँदै हुनुहुन्छ। ओके, थ्याङ्क यू। म आसन ग्रहणको क्रमलाई जोड्न चाहन्छु। सामुदायिक वन उपभोक्ता महासङ्घ काशवन प्रसाद शर्माज्यू यहाँ हुनुहुन्छ, उहाँलाई अगाडि आएर आसन ग्रहण गरिदिनु हुनको निम्ति म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हामी आजदेखि भोलिसम्म यो रोजगार खोज्नेहरू व्यक्तिहरूलाई विभिन्न क्षेत्रहरूमा सम्भावित रोजगारदाताहरूसँग जोड्ने काम गर्नेछौँ। त्यसै गरी जागिर खोज्नेहरूको सिप र रोजगारी बढाउन कार्यशाला गोष्ठीहरू हामीले विभिन्न विषयमा कार्यशाला गोष्ठीहरू आयोजना गरेका छौँ र यसमा विभिन्न विज्ञ व्यक्तित्वहरूलाई हामीले स्पिकरको रूपमा आमन्त्रण गरेका छौँ। उहाँहरूबाट विभिन्न विषयमा छलफल हुनेछ। त्यसै गरी नेटवर्किङ सत्रहरू पनि हामीले सञ्चालन गर्नेछौँ। उद्यमशीलता र स्वरोजगारका लागि विभिन्न अवसरहरू देखाउने र ती अवसरहरूको बारेमा एउटा आशा जागृत गराउने किसिमले हामीले यो मेलाको आयोजना गरेका छौँ। तसर्थ रोजगारी खोज्नेहरूका बीच नवपरिवर्तन र व्यवसाय विकासलाई प्रोत्साहन गर्ने किसिमका छलफल कार्यक्रमहरू पनि हामीले यहाँ सञ्चालन गर्नेछौँ। त्यसै गरी रोजगारी सिर्जना, उद्योगहरूको प्रवर्धन र गतिशील रोजगार बजारलाई बढावा दिएर नेपालको समग्र आर्थिक विकासमा र आर्थिक वृद्धिमा योगदान गर्ने किसिमले हामीले यो मेलाका क्रियाकलापहरूलाई सञ्चालन गर्नेछौँ। त्यसै गरी यो मेलाका मुख्य हाम्रा लाभदायीको रूपमा रहनुभएका युवाहरूलाई विभिन्न रोजगारीका अवसरहरू सिर्जना एवं व्यावसायिक विकासका लागि स्रोतहरूमा पहुँच कसरी पुर्याउन सकिन्छ भन्ने किसिमले हामीले ती खाले सशक्तिकरणका कार्यक्रमहरू कसरी सञ्चालन गर्न सकिन्छ भन्ने सन्दर्भमा पनि हामीले सल्लाह सुझाव र पृष्ठपोषण प्राप्त गर्ने गर्छौँ। सीता माता आई मिथिला धाम में। स्वागतम
धन्य भेलौं अछि अहाँके मधुर मुस्कान में भाव विभोर अछि धारा सिया के जग सौंसे विद्यापति के तान में उलसल विलसित सीता माता आए मिथिला धाम में उलसल विलसित सीता माता आए मिथिला धाम में धन्यवाद छ हाम्रो कलाकार मित्रहरूलाई यो स्वागत सम्बन्धी आफ्नो नृत्य प्रस्तुतिकरण गरिदिएर यो जनक र जानकीको पवित्र भूमिमा उपस्थित सम्पूर्ण महानुभावहरूलाई उहाँहरूले गीत र नृत्यको माध्यमबाट स्वागत पनि गरिसक्नु भएको छ। अब हामी यो कार्यक्रमलाई मन्तव्यतर्फ लैजान चाहन्छौँ र यो कार्यक्रममा मध्य प्रदेशको लागि सहआयोजकको रूपमा रहेको नेपाल उद्योग परिसङ्घ रहेको छ। नेपाल उद्योग परिसङ्घका केन्द्रीय अध्यक्ष राजेश अग्रवालज्यूलाई म त्यो मेलाको समुद्घाटन समारोहमा आफ्नो मन्तव्य राखिदिनुको निम्ति म हार्दिक अनुरोध गर्दछु। यस समारोहका अध्यक्षज्यू, मान्य श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीज्यू, मान्य मन्त्रीज्यूहरू, मान्य सांसदज्यू, सरकारी उच्च पदस्थ कर्मचारीज्यूहरू, उद्योगी व्यवसायी साथीहरू, पत्रकार मित्रहरू, उपस्थित सम्पूर्ण महानुभावहरूमा नमस्कार। सर्वप्रथम देशभरका रोजगारदाता र श्रमिकहरूलाई एकै ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले यो मेला आयोजना गर्ने अभियान सञ्चालन गर्नुभएकोमा मान्य श्रम मन्त्रीज्यू एवं मन्त्रालय परिवारलाई बधाई दिन चाहन्छु र साथै प्रदेशमा सफलतापूर्वक मेला सम्पन्न हुने विश्वास समेत लिएको छु। यस मेलाको सह आयोजकका रूपमा नेपाल उद्योग परिसङ्घ सहित अन्य निजी क्षेत्रका संस्थाहरूलाई समेत सहभागी गराउनु भएकोमा धन्यवाद पनि व्यक्त गर्दछु। नेपाल उद्योग परिसङ्घले उत्पादनमूलक तथा सेवामूलक उद्योगहरूको छाता सङ्गठनको रूपमा विगत 20 वर्षदेखि मुलुकमा औद्योगिक वातावरण निर्माण, लगानी प्रवर्धन, रोजगारी सिर्जना गर्दै देशको आर्थिक सामाजिक विकासमा बलियो साझेदारको रूपमा महत्त्वपूर्ण योगदान गर्दै आएका छन्। परिसङ्घ नेपाल सरकारको एक प्रभावकारी एवं महत्त्वपूर्ण साझेदार बन्दै सोही अनुरूप आफ्ना गतिविधिहरू गर्दै आइरहेको छ। नेपाल सरकारले आयोजना गरेको समाधान रोजगार मेलाको सह आयोजकमा नेपाल उद्योग परिसङ्घले पनि समन्वय गरिरहेको छ। मध्य प्रदेश र लुम्बिनी प्रदेशमा मेला आयोजनको लागि परिसङ्घलाई संयोजक दिएको छ। मान्य मन्त्रीज्यू, हाम्रो अर्थतन्त्र जुन हिसाबले विस्तार हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन। सरकारले औद्योगिक विकास, उत्पादन एवं उत्पादकत्व वृद्धि, रोजगारी सिर्जनामा जोड दिँदै आएको छ। सरकारका बजेट, नीति तथा कार्यक्रम योजनाहरूमा पनि यी विषय प्राथमिकताका साथ राख्दै आएका देखिन्छ। तर व्यावहारिक रूपमा कार्यान्वयन हुन नसक्दा हाम्रो समृद्धितर्फको यात्रामा ढिलाइ भइरहेको छ। देशमा औद्योगिकरण हुन नसक्दा रोजगारीका अवसर पर्याप्त हुन सकिरहेका छैनन्। हालकै अवस्थामा पनि देशभित्र रोजगारीका अवसरहरू नभएका होइनन् छन्, तर उद्योगहरूलाई आवश्यक अनुसारको सिपयुक्त दक्ष जनशक्तिको अभाव देखिन्छ। हाम्रो व्यवहारमुखी भन्दा पनि सैद्धान्तिकमुखी शिक्षा प्रणालीको कारणले त्यो ग्याप भइरहेको हो कि भन्ने हामीले महसुस गरिरहेका छौँ। उद्योगको कामदारहरूको क्षमता विकास तथा अभिवृद्धि गरी थप रोजगारी सृजना गर्दै श्रम बजारमा रहेको श्रमको माग र आपूर्तिको बेमेललाई न्यूनीकरण गर्दै उद्योगहरूको उत्पादकत्वमा वृद्धि गर्दै लैजानुपर्ने आवश्यकता छ। त्यसका लागि समाधान रोजगार मेलाले महत्त्वपूर्ण सन्देश दिने र सरकारलाई पनि आगामी दिनमा सोही दिशातर्फ अगाडि बढ्न प्रेरित गर्ने विश्वास लिएको छु। रोजगारीको अवसर सिर्जना गर्न सिपयुक्त जनशक्ति निर्माण गर्नुपर्ने देखिन्छ। यसका लागि पनि परिसङ्घले काम पनि गरिरहेको छ। आन्तरिक श्रम बजारका लागि मात्रै होइन,
वैदेशिक रोजगारीमा पठाउँदा समेत स्किल म्यान पावर पठाउन सक्दा त्यसको फाइदा श्रमिक वर्गसहित देशलाई समेत हुन्छ। त्यसैले स्किल ट्रेनिङ सेन्टरलाई उच्च प्राथमिकता राख्न आवश्यक छ। हामीले रोजगारी दिने र चाहने बिच भइरहेको ग्यापको विषयमा सरकारले भन्दै पनि आएका थियौँ। साथै प्रदेशमा आयोजना गरिएको रोजगार मेलाले आन्तरिक श्रम बजारमा रहेको अवसर र चुनौतीको पहिचान गर्ने विश्वास लिएको छ। रोजगार मेलामा सहभागी तपाईहरू मार्फत के कुरा स्पष्ट राख्न चाहन्छु भने तपाईसँग सिप छ भने तपाईँले रोजगारी पाउन सक्नुहुन्छ। तपाईँ आफै उद्यमी पनि बन्न सक्नुहुन्छ। त्यसैले सिपलाई उच्च प्राथमिकतामा राख्नु हुन अनुरोध गर्दछु। छोटो अवधिको तयारीका साथ आयोजना भइरहेको रोजगार मेलाले आगामी वर्ष पनि निरन्तर पाउने र अलि बढी तयारीका साथ हुने विश्वास लिएको छु। मलाई लाग्छ सरकारको यो सुरुवात हो। यो सुरुवातमा परिसंघसहित अन्य निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू पनि आबद्ध भएका छन्। यसपटकको कमी कमजोरीलाई सुधार गर्दै नेपाली रोजगार क्षेत्रलाई व्यवस्थित, मर्यादित र उपयोगीमुखी बनाउने लगिनेछ। यसका लागि परिसंघ सरकारको नजिक रहेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु। अन्त्यमा यो महत्त्वपूर्ण अभियान तथा प्रयासमा परिसंघलाई समेत आबद्ध गर्नुभएकोमा श्रम मन्त्रालय, माननीय मन्त्रीज्यू सहित सबैलाई धन्यवाद व्यक्त गर्दछु। साथै प्रदेशमा आयोजना गरिएको यो मेलाको पूर्ण सफलता र शुभकामना पनि व्यक्त गर्दछु। धन्यवाद। धन्यवाद छ राजेश अग्रवालज्यूलाई। आसनको क्रममा थोरै मैले अघि छुटाएको छु हाम्रो वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकज्यू, त्यसै गरी सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकज्यूलाई म यथास्थानमा आसनको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसै गरी भर्खरै मध्य प्रदेश अर्थ मन्त्रालयका श्रीमान सचिव आउनुभएको छ, उहाँलाई पनि म आसनको निम्ति हार्दिक अनुरोध गर्दछु। र अब मन्तव्यकै क्रममा म प्रतिनिधि सभा सदस्य माननीय मनिष झाज्यूलाई आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुनको निम्ति हार्दिक अनुरोध गर्दछु। नमस्कार। तपाईँहरू सबैजनाको उपस्थितिमा म सम्मान व्यक्त गर्न चाहन्छु। यस कार्यक्रमका सभापति महोदय, यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा आउनुभएको सङ्घीय सरकारका श्रम मन्त्रीज्यू, प्रदेश सरकारका मन्त्री विशिष्ट अतिथिज्यू लगायत सबैजना अतिथिहरूमा मेरो सम्मान व्यक्त गर्न चाहन्छु। तपाईँहरूको उपस्थितिको लागि र अगाडि बसिरहनु भएको, सहभागिता जनाइरहनु भएको र साझेदारी गरिरहनु भएको सबैजनाको उपस्थितिप्रति पनि विशेष सम्मान व्यक्त गर्न चाहन्छु। यसमा यो श्रम म श्रम मन्त्रीज्यूसँग कुरा गर्दै थिएँ र भन्दै थिएँ केही महिना अगाडि, सम्भवतः दाइलाई याद होला कि हामी श्रमलाई अवसरको रूपमा लिनुपर्ने, तर धेरैजनाले श्रमलाई अभिशापको रूपमा लिने गरेको छ। काम गर्नु पर्यो भनेर दिक्क मान्ने, तर काम गर्न पाएँ भनेर अवसरको रूपमा नमान्ने। र प्रोडक्टिभिटी पनि हेर्दै गर्दाखेरि विदेशमा र हाम्रो देशको ब्युरोक्रेसीदेखि प्राइभेट सेक्टरमा हेर्दै गर्दा हामी 8 घन्टा अफिसमा त बस्छौँ, तर काम एकदम हार्डली 4 घन्टा गर्छौँ। बाँकी 4 घन्टा हामी व्यतीत गर्छौँ, त्यहाँ काम गर्दैनौँ। त्यसैले गर्दा हामीले सबैभन्दा पहिला हाम्रो यो श्रमको जुन कल्चर छ यसलाई अवसरको रूपमा लिनुपर्ने, त्यो कुरा हामीहरू सोचदेखि नै काम गर्नुपर्ने छ। हामी काम गर्नु पर्यो भनेर सोच्ने गर्छौँ, काम गर्न पाएँ भनेर सोच्दैनौँ। पहिलो त्यो कुरा। म केही हिस्ट्रीको कुराहरू हेर्दै थिएँ। इम्प्लोइमेन्टको प्र्याक्टिस 10,000 वर्ष अगाडिदेखि सुरु भएको रहेछ। मानव सभ्यताको विकास 7 लाख वर्ष अगाडि हुँदै गयो, तर इम्प्लोइमेन्टको प्र्याक्टिस चाहिँ हाम्रो जियो पोलिटिक्सको प्र्याक्टिस सुरु हुनुभन्दा अगाडि इम्प्लोइमेन्ट लगभग आजभन्दा 10,000 वर्ष अगाडि। र त्यो पहिलो श्रम के थियो, पहिलो रोजगारी के थियो भने शिकार गर्न जाने चाहिँ पहिलो रोजगारी रहेछ। आफूले शिकार गर्न नसक्ने मान्छेहरूले आफूलाई खानाको लागि चाहिने सामानहरू वा जीवजन्तुहरू अरूले शिकार गरेर लिएर आइदिने कुराको श्रम, अरूको श्रम लिने कुरा चाहिँ पहिलो रोजगारी रहेछ। र विगतमा भएको 15वटा सुरुवाती रोजगारीहरूमध्ये अहिलेसम्म पनि त्यो सबै कुराहरू जस्तै फार्मिङ भयो, जस्तै कार्पेन्टरको जब, जस्तै हन्टिङको काम, योहरू चाहिँ अहिले पनि सान्दर्भिक देखिन्छ। तर हामीले अब
अरू देशहरू हेर्दै गर्दा हाम्रो आफ्नै सिपहरू हेर्दै गर्दाखेरि त्यो हामीले सोचबाट नै परिवर्तन गर्नु छ र श्रम सम्बन्धी केही समाधानहरू आवश्यक छ, त्यसैले समाधान आवश्यक छ। त्यसैले गर्दाखेरि हामीले सोचदेखि परिवर्तन गर्नु छ। मन्त्रीज्यूसँग अस्ति भर्खर 15 दिन अगाडि जस्तो कुरा हुँदै गर्दाखेरि हामी एउटा कुरामा सहमतिमा पुगेको थियौँ कि हाम्रो मान्छेहरू विदेशमा गएर काम गरेको होइन, हाम्रो मान्छेहरू विदेशमा गएर त्यो देश बनाउनलाई कन्ट्रिब्युट गरेको हो। हामीले हाम्रो कन्फिडेन्स अब यसरी प्रेजेन्ट गरौँ न, हामीले चाहिँ दुबई गएर रोजगारी पायौँ, कतार गएर रोजगारी पायौँ भन्ने होइन कि 600 वर्ष अगाडि हाम्रो मान्छेहरू टिबेट गए अर्डिकोको नेतृत्वमा, त्यहाँदेखि हाम्रो इम्प्लोइमेन्टको जर्नी सुरु भएको हो। 210 वर्ष अगाडि हाम्रो लाहोरमा भएको भर्ती केन्द्रमा हाम्रा मान्छेहरू जान थाले, त्यसलाई लाउरे भन्न थाले। त्यहाँबाट हाम्रो 210 वर्ष अगाडिको हिस्ट्री कन्टिन्यू भयो र अहिले 2123 जना प्रतिदिन बाहिर गइरहनु भएको छ, जसमध्ये लगभग 100,000 जना चाहिँ नयाँ व्यक्तिहरू गइरहनु भएको छ। सो हाम्रो यो श्रमको सबै यात्रा हेर्दै गर्दाखेरि फ्रान्समा 1912 देखि 1925सम्म ठुलो महामारी भयो, 15 लाख मान्छे मरे। 15 लाख मान्छे मरेपछि टर्की र इजिप्टबाट फ्रान्सले ह्युमन रिसोर्स मगायो, किनकि उसको श्रम शक्ति 15 लाख मान्छे मरे। त्यसपछि आज टर्की र इजिप्टले क्लेम गर्छ कि फ्रान्स बनाइदिएको हामीले हो भनेर। हामीले पनि त्यो कन्फिडेन्स देखाउनु जरुरी छ। हामीलाई दुबई, कतार यो देशहरूले रोजगारी दियो होइन कि हाम्रा मान्छे गएर त्यो देश बनाइदियो भनेर हामीले अब ग्लोबली 600 वर्षदेखिको इतिहासदेखि आजसम्मको इतिहास हेर्दै गर्दा, पढ्दै गर्दा, बुझ्दै गर्दा र अरूलाई बुझाउँदै गर्दाखेरि हामी कन्फिडेन्ट हुन आवश्यक छ। यो दोस्रो बुँदा र हामीले चाहिँ काम गर्दै गर्दाखेरि समय सापेक्ष आफूलाई कसरी अपडेट गर्छौँ होइन। एउटा इङ्ग्लिसमा स्टेटमेन्ट छ, जन म्याक्सवेल भन्ने अमेरिकन फिलोसफरले भन्छ, इफ यु आर स्टिल एक्साइटेड अबाउट समथिङ विच वाज अचिभड 5 years ago, द्याट मिन्स यु आर नट ग्रोइङ। त्यसै हामीले पनि सोच्नुपर्छ कि मेरो सिप गत वर्षभन्दा यो वर्ष नयाँ सिप के मैले पाएँ, मेरोमा के कुरा मैले तिखारेँ, के कुरा निखारेँ, नयाँ कुरा मैले के जाने भन्ने कुरा। त्यसैले गर्दाखेरि वर्ल्ड जुन स्पिडमा बढिराखेको छ, अहिले आर्टिफिसियल इन्टेलिजेन्सदेखि लिएर धेरै कुराहरू आइरहेको बेलामा हामी 15-20 वर्ष अगाडिकै सिप कति दिनसम्म बेच्न सक्छौँ त्यो बिग्दैन अब। त्यसैले गर्दा हामीले आफूलाई निखार्ने, तिखार्ने, आफूलाई अपग्रेड गर्ने त्यो कुरा पनि गर्नुपर्छ। मैले टुङ्ग्याउँदै गर्दाखेरि सुरुमा इतिहासको कुरा गरेँ र त्यसैले श्रमलाई हामीले यो बाध्यता र अभिशाप होइन, यसलाई अवसरको रूपमा लिनुपर्छ। दोस्रो कुरा, हामीले इन्टरनेसनली जुन श्रम, वैदेशिक रोजगार, स्थानीय रोजगार र स्वरोजगार, यो तीनवटै आयामबाट हामीले गरिरहेको काममा वैदेशिक रोजगारको जुन संलग्नता र योगदान छ त्यसमा हामीले आफूलाई अभिशाप र त्यो बाध्यता होइन कि प्राउड फिल गर्ने हो, टर्किसले फ्रान्समा गर्दाखेरिको प्राउड फिल गरे जस्तै। र तेस्रो कुरा, हामीले कसरी निखार्ने, आफूलाई कसरी तिखार्ने त्यो कुरालाई नियमितता दिनुपर्छ। र यो तीनवटै आयामलाई जोड्नको लागि केन्द्रीय र प्रदेश र स्थानीय हुँदाहुँदा हाम्रो विभिन्न स्टेक होल्डर्सहरू, जनकपुरमा सिएनआईले जसरी हामी सबैजना एक ठाउँमा आएर यो प्रयास गरिरहेका छौँ, यसको थालनी राम्रो भएको छ माननीय मन्त्रीज्यूको परिकल्पना र नेतृत्वमा, र सबै स्टेक होल्डर्सहरूले राम्रो साथ सहकर्म गरिरहनु भएको छ। यसको निरन्तरताको लागि शुभकामना दिँदै यो भव्य समारोह सफलतापूर्वक समापन होस् भनेर सबै साझेदारहरूमा शुभकामना पनि व्यक्त गर्न चाहन्छु। धन्यवाद। धन्यवाद छ प्रतिनिधि सभा सदस्य माननीय मनिष दाज्यूलाई। नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, त्यसै गरी मध्य प्रदेश सरकार श्रम तथा यातायात मन्त्रालय, जनकपुर दाङ उपमहानगरपालिकाको आयोजना र एफएनसिसिआई, चेम्बर अफ कमर्स, सिएनआई, होटल एसोसिएसन अफ नेपाल, त्यसै गरी एफसिकेएन र नेपाल घरेलु तथा साना उद्योग महासङ्घको सहआयोजनामा यो कार्यक्रम नेपालका सबै 7 प्रदेशहरूमा सञ्चालन हुन गइरहेको छ र मध्य प्रदेशमा त्यसैको श्रृङ्खला आज र भोलि यहाँ हामीले सञ्चालन गरिरहेका छौँ। आयोजकको रूपमा रहेको
मध्य प्रदेशको श्रम तथा यातायात मन्त्रालयको नेतृत्व गरिरहनु भएको माननीय मन्त्रीज्यूलाई म अबको शुभकामना मन्तव्यको लागि मञ्चमा आमन्त्रण गर्न चाहन्छु। धन्यवाद। समाधान रोजगार मेलामा पाल्नुभएको यस कार्यक्रमका अतिथिको आसन ग्रहण गर्नुहुने अध्यक्षज्यू, कार्यक्रमका प्रमुख आकर्षक, यस कार्यक्रमका प्रमुख अतिथि, संघीय मन्त्री माननीय श्रम तथा रोजगार एवं सामाजिक सुरक्षा मन्त्री देव प्रसाद अर्यालज्यू, मञ्चमा आसन ग्रहण गर्नुहुने सङ्घीय सांसद माननीय ज्यू लगायत मञ्चमा आसीन हुनुहुने मन्त्रालयका सचिवज्यूहरू लगायत सम्पूर्ण अतिथिगण र यस 2 दिने रोजगार मेलामा पाल्नुभएका सम्पूर्ण उपस्थित महानुभावहरू र यो मेलामा आफ्नो महत्त्वपूर्ण उपस्थित जनाउन आउनुभएका सम्पूर्ण यहाँ मैले देखिरहेको छु। यो स्थल लगाएर यहाँबाट धेरैभन्दा धेरै श्रमका विषयमा आफ्नो ज्ञानका कुराहरू वितरण गर्नको निमित्त स्थल लगाएर यहाँबाट जुन सेवा प्रवाह गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई एकमुष्ट हार्दिक ज्ञान अभिवादन व्यक्त गर्न चाहन्छु। श्रम रोजगार र सामाजिक सुरक्षा मन्त्रालयले 7वटै प्रदेशमा नेपालको यो बेरोजगारी समस्यालाई समाधान गर्नको निमित्त यस मेलाको आयोजना गरेर श्रमको समस्यालाई समाधान गर्नको निमित्त जुन लागि पर्नु भएको छ, म विशेष गरी सङ्घीय मन्त्रालयलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र सँगसँगै यस मेलालाई सफल बनाउनको लागि अहोरात्र खट्नुहुने सम्पूर्ण सहआयोजकहरूलाई पनि धन्यवाद दिन चाहन्छु। यो श्रमको क्षेत्र अत्यन्तै गरुङ्गो, अत्यन्तै भारी र अत्यन्तै हाम्रो निमित्त आवश्यक क्षेत्र पनि हो। त्यसकारण श्रमिकहरूको समस्या समाधान गर्नको निमित्त यो श्रमदान रोजगार मेला आयोजना गरिएको छ। यो मेलाबाट बढीभन्दा बढी मध्य प्रदेशका युवाहरूले लाभ लिनुहुनेछ भन्ने कुरामा म विश्वास राख्न चाहन्छु र यो मेलामा आएर तपाईँहरूले अवलम्बन गरेर आफ्नो लागेका कुराहरू यहाँबाट चाहिँ सिकेर जानेर बुझेर आफ्नो व्यवहारमा यी कुराहरू कार्य गर्नुहुनेछ भन्ने मैले विश्वास पनि राखेको छु। नागरिकको श्रम यात्रा र रोजगारीलाई एक द्वार प्रणालीबाट समाधान गर्नको निमित्त जुन प्रयत्न गरिएको छ, यो प्रयत्नको लागि म फेरि पनि पुनः धन्यवाद व्यक्त गर्दै मध्य प्रदेशमा विशेष गरी बेरोजगारी समस्या अत्यधिक रूपमा रहेको छ र यहाँबाट हजारौँ हजार युवाहरू अहिले विदेश पलायन भइरहेको अवस्था छ र सँगसँगै विभिन्न समस्याहरू यहाँ उत्पन्न भइरहेका छन्। यी सम्पूर्ण समस्याहरू समाधान गर्नको निमित्त पनि यो एउटा कोशी ढुङ्गा साबित हुनेछ भन्ने मैले विश्वास लिएको छु र यो मेलाले मात्रै एउटा आजको प्रारम्भिक मेला, यो 2 दिने मेला छ। 2 दिने मेलाले आउने दिनहरूमा यसले निरन्तरता प्राप्त गर्नेछ भन्ने पनि मैले विश्वास राखेको छु र यो श्रमको क्षेत्र अत्यन्तै एउटा भेगको विषय पनि हो। रोजगारीको विषय अहिले अत्यन्तै तपाईँको धेरै ठुलो समस्याको रूपमा रहेको छ। त्यसकारण पनि यी समस्याहरू समाधान गर्नको निमित्त एक्लैले केही गर्न सक्दैन। त्यसकारण सङ्घीय मन्त्रालयको तर्फबाट, हाम्रो यस प्रदेश मन्त्रालयको तर्फबाट र अन्य स्थानीय सरकारवालाहरूको सहयोगमा यो एउटा जुन मेला सम्पन्न हुन गइरहेको छ, आउने दिनहरूमा पनि यसको निरन्तर रहोस् भन्ने कुरा म राख्न चाहन्छु र यो मेला साँच्चै हाम्रो निमित्त मध्य प्रदेशको निमित्त अत्यन्तै एउटा महत्त्वपूर्ण कडी बन्नेछ भन्ने मैले विश्वास पनि राखेको छु र यो मेलाबाट हामीले धेरै कुराहरू सिक्ने एउटा अवसर प्राप्त गर्नेछौँ भन्ने मलाई लागेको छ। यहाँ धेरै स्थलहरू देखिरहेका छौँ, विदेश जानेहरूको लागि, देशबाट फर्किनेहरूको लागि यहाँ धेरै सिप आर्जन गरेर यहाँ व्यावसायिक रूपमा आफ्नो चाहिँ उद्योग व्यवसायहरू सञ्चालन गर्ने यहाँ मैले स्थलहरू देखिरहेको छु र अहिलेको यो विषम परिस्थितिमा हामी जबसम्म यो श्रम रोजगारको क्षेत्रलाई हामीले सम्मानपूर्वक यसलाई चाहिँ अवतरण गर्न सक्दैनौँ, यो मुलुकको निमित्त एउटा ठुलो एउटा दुर्घटना हुनसक्छ, ठुलो समस्याको रूपमा आउन सक्छ। त्यसकारण पनि सबै जिम्मेवार निकायहरू एक भएर अगाडि बढ्यौँ भने यो समस्यालाई हामीले चाँडोभन्दा चाँडो सहजीकरण गर्न सक्छौँ, यसलाई हामीले चाँडोभन्दा चाँडो व्यवस्थापन गर्न सकिन्छ र यसको निमित्त पनि हाम्रो मध्य प्रदेश श्रम तथा यातायात
मन्त्रालय लागि परेको छ र अब हाम्रो बन्ने नीति कार्यक्रम र त्यसै गरी बजेटमा पनि हामीले श्रमको क्षेत्रलाई बढीभन्दा बढी चाहिँ व्यवसायमुखी बनाउने, सिपमूलक बनाउने, उत्पादनमुखी बनाउनु पर्छ भन्ने हिसाबले अगाडि बढेका छौँ। चाहे त्यो कृषि क्षेत्रको कुरा हो, चाहे औद्योगिक क्षेत्रका कुराहरू हुन्, चाहे त्यो पर्यटनका क्षेत्रका कुरा हुन्, चाहे त्यो अन्य व्यावसायिक सङ्गठनका कुराहरू हुन्, यी सबै क्षेत्रलाई समेटेर हाम्रो मन्त्रालय अगाडि बढ्नेछ भन्ने कुरा तपाईँहरूको माझमा राख्दै यो 2 दिने मेला, यो मेलाले पूर्ण सफलता पाओस् यही शुभकामना शुभेच्छा प्रकट गर्दै आउनुहुने सम्पूर्ण अतिथि महानुभावहरूलाई प्रदेशको तर्फबाट हार्दिक स्वागत गर्दै आफ्नो संक्षिप्त भनाइहरू यही अन्त गर्न चाहन्छु। धन्यवाद, नमस्कार। माननीय मन्त्रीज्यूलाई धेरै धेरै धन्यवाद छ र यो मेला आयोजना गर्नको निम्ति मधेस प्रदेश सरकारको तर्फबाट श्रम तथा यातायात मन्त्रालयले जुन सहभागिता र सहयोग गरेको छ त्यसको निम्ति हामी पनि धन्यवाद दिन चाहन्छौँ। र अब म प्रमुख अतिथिज्यूलाई बोलाउनुभन्दा पहिला हाम्रो छोटो एउटा सांस्कृतिक नृत्य छ अर्को। म जय जय भैरवी भन्ने गीतमा नृत्य गरिदिनु नको निम्ति म सम्पूर्ण कलाकारहरूलाई पुनः आमन्त्रण गर्दछु मञ्चमा।
सम्पूर्ण कलाकार साथीहरूलाई अत्यन्तै राम्रो र एकदम उत्साहजनक नृत्यको लागि हार्दिक धन्यवाद दिन चाहन्छु र म नेपाल इन्जिनियर्स एसोसिएसन मध्य प्रदेशका अध्यक्ष गौरी पण्डितज्यूलाई मञ्चमा आएर आसन ग्रहण गरिदिनु हुनको निम्ति हार्दिक अनुरोध गर्दछु। वास्तवमा श्रम बजारमा आउने सम्पूर्ण युवा जनशक्तिलाई रोजगारी स्वदेशभित्रै उपलब्ध गराउन सकिन्छ र त्यसको सुरुवात हामीले गर्नुपर्छ भनेर हाम्रो मन्त्रालयको माननीय मन्त्रीज्यूको जुन परिकल्पनामा यो श्रमदान रोजगार मेला सञ्चालन हुन गइरहेको छ र यो मध्य प्रदेशको उद्घाटन समारोहको हामी अन्तिम अवस्थामा आइपुगेका छौँ। म यो कार्यक्रममा आफ्नो मन्तव्य राखिदिनु हुनको निम्ति आजको कार्यक्रमका प्रमुख अतिथि माननीय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालज्यूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। धन्यवाद दिनुभएको छ। आज यस कार्यक्रमका सभाध्यक्षज्यू मन्त्रीज्यू लगायत व्यास महासचिव सम्पूर्ण नेतृत्वगण आज यो विशेष कार्यक्रम मधेसको पहिलो दिन यहाँ उपस्थिति हुनुभएका सम्पूर्ण आदरणीय आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू सुरक्षाकर्मी साथीहरू अनि सबैभन्दा मैले आज यो कार्यक्रममा धन्यवाद दिनुपर्ने पत्रकार साथीहरूको एउटा अथक प्रयासले मधेसको हरेक जिल्ला गाउँ र बस्तीमा हामीले यो कार्यक्रम किन आयोजना गर्दैछौँ, यो कार्यक्रमको उद्देश्य के हो भनेर यहाँले जुन किसिमको करिब एक हप्ता अगाडिदेखि प्रचार प्रसार गर्नलाई सहयोग गर्नुभयो त्यसको लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अनि मेरो व्यक्तिगत तर्फबाट हृदयदेखि धन्यवाद दिन चाहन्छु। आदरणीय उपस्थित महानुभावहरू अनि व्यास महासचिव विभिन्न जिम्मेवारीमा रहनुभएका मित्रहरू, हामीले कुनै पनि कार्यक्रम गर्नुको पछाडि केही न केही उद्देश्य हुन्छ। त्यस्तै एउटा उद्देश्य बोकेर श्रमदान रोजगार मेलाको आयोजना गरिरहेका छौँ। मैले मन्त्रालय सम्हालिसके पछाडि कसरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई एउटा उत्कृष्ट मन्त्रालय बनाउन सकिन्छ भनेर अहोरात्र हामी यसमा चिन्तन गरिरहेको बेला एउटा उपायका रूपमा हामीले यसलाई लियौँ। सबैभन्दा पहिले म यो श्रमदानको विषयमा अलिकति यहाँलाई जोड्न चाहन्छु। म यसलाई आफ्नो अनुभव सेयर गर्न चाहन्छु। स्वदेशमा र विदेशमा रहनुहुने तमाम श्रमिकहरूको यति धेरै समस्याहरू छ जुन समस्या हरेक दिन चाङको चाङ मन्त्रालयमा र मन्त्रालयका माथका निकायहरूमा आउँछ। तर यसको समाधान कसरी गर्ने भन्ने विषयमा हामी छलफल गर्दै गर्दाखेरि एउटा शब्द पनि त्यस्तो चयन गर्यौँ हामीले, श्रमदान। सबै श्रमिकहरूका समस्याको एउटै माध्यमबाट डाटा सङ्कलन गरौँ र त्यसलाई समाधानको उपाय खोजौँ। त्यसै कारणले श्रमिकहरूको सबै समस्याका समाधान गर्नको लागि यो नामलाई हामीले श्रमदान भनेर नाम दियौँ। यसको उद्देश्य समस्याको समाधान गर्नु मात्रै रहेन, यसले देशमा रोजगारी सिर्जना गर्नको लागि के गर्न सकिन्छ, देशमा स्वरोजगार बनाउनका लागि के गर्न सकिन्छ, यावत विषयमा छलफल गर्ने र यसमा चाहिँ सुझावहरू सङ्कलन गर्नका लागि पनि हामीले यो श्रमदानलाई सदुपयोग गर्ने विधो गऱ्यौँ। त्यसै स्वरूप हामीले चलिरहेको कल सेन्टरलाई श्रमदान कल सेन्टर भनेर यसको स्तर उन्नति गऱ्यौँ र आज यसले अथक प्रयास गरिरहेको छ। यति धेरै टेलिफोनहरू हामीलाई प्राप्त हुन्छ जुन हाम्रो क्षमताभन्दा धेरै गुणा माथि छ। ती टेलिफोनहरू समस्याका पनि आउँछन्, उद्धारको लागि आउँछ, विदेशबाट आउँछ, स्वदेशबाट आउँछ। अनि हामीलाई श्रम मन्त्रालयले यसो गर्नु पर्यो, देशमा रोजगार सिर्जना गर्नलाई यसो गर्नु पर्यो, देशमा स्वरोजगार बनाउनको लागि यसो गर्नु पर्यो भनेर थुप्रै सुझावहरू पनि आउँछ।
त्यसलाई एकद्वार प्रणालीमा ल्याउनको लागि श्रमदान कल सेन्टरको सुरुवात गरेर त्यसलाई स्तरीय बनाउने कोसिस भइरहेको छ। यहाँहरूलाई पक्कै पनि जानकारी छ, हामीले 1141 नम्बरलाई पैसा नलाग्ने नम्बर, यहाँले नेपालको कुनै पनि ठाउँबाट 1141 नम्बरमा फोन गर्दा पैसा लाग्दैन। त्यहाँ चाहिँ आफ्ना कुराहरू राख्न सक्नुहुनेछ, गुनासाहरू राख्न सक्नुहुनेछ, सुझावहरू दिन सक्नुहुनेछ। त्यसरी हामीले त्यो एउटा एकद्वार प्रणालीको प्रयास गऱ्यौँ अनि त्यो त एउटा समस्या र सुझावहरू सङ्कलन गर्ने ठाउँ थियो। तर देशमा आज रोजगारीको ठुलो समस्या छ। रोजगारको खोजीमा ठुलो पुस्ता चाहिँ भौतारिरहेको अवस्था छ। स्वदेशमा रोजगारीको व्यवस्था नभएर सानो तलब सुविधाको लागि पनि विदेशिनुपर्ने हाम्रो बाध्यात्मक अवस्थाहरू छ। त्यसो भने त्यसलाई पनि त हामीले केही कम गर्दै जानु पर्यो, त्यसको उपायहरू हामीले खोज्नु पर्यो। त्यसै कारणले हामीले यो श्रमदान रोजगार मेलाको एउटा सुरुवात गर्ने निरो गऱ्यौँ। श्रमदान रोजगार मेलाले कतिजना मान्छेलाई तुरुन्तै रोजगारी दिन्छ भन्ने विषय भन्दा पनि हाम्रो अहिलेको उद्देश्य भनेको रोजगारदाता कम्पनीहरू, रोजगारदाता संस्थाहरू जो देशमा निजी क्षेत्रले ठुलो लगानी गरेर संस्थाहरू बनाइरहेको छ, उद्योगहरू चलाइरहेको छ, कल कारखानाहरू चलाइरहेको छ, तर त्यहाँ रोजगारको लागि हामीले युवा पुस्ता पाउन सकेका छैनौँ, कर्मचारीहरू पाउन सकेका छैनौँ। अनि अर्कोतर्फ ठुलो जनसङ्ख्या चाहिँ विदेशिनु परिरहेको छ देशमा रोजगार नपाएर। अनि यसलाई कहाँनिर समस्या भयो न कि हामी यता रोजगारदाता कम्पनीहरू रोजगारीमा खोजीकोमा रहेको नागरिकको आवश्यकता हामीलाई छ, अर्कोतिर रोजगारी नपाएर भौतारिरहेको एउटा पुस्ता अर्कोतिर छ। यो दुईटा पुस्तालाई कसरी जोड्न सकिन्छ, त्यो पुलको काम कसरी गर्न सकिन्छ भनेर यसपटक हामीले सङ्घीय मन्त्रालय, प्रदेश मन्त्रालय र स्थानीय सरकारसँगै मिलेर अनि निजी क्षेत्रको एकदमै ठुलो सहयोगमा, निजी क्षेत्र भनेर मैले कुनै एउटा सीमित क्षेत्रलाई इङ्गित गरिरहेको छैन। नेपालको अत्यन्तै सानो सानो निजी क्षेत्रदेखि लिएर गएर ठुलो उद्योग वाणिज्य महासङ्घका ठुला उद्योगी व्यवसायीहरूसम्म सबैजनाको सहयोगमा हामीले कोशीबाट सुरु गरेको यो यात्रा बागमती प्रदेशमा गएर यो वर्षलाई समापन गर्ने तयारी गरिरहेका छौँ। म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु, यो प्रयास हाम्रो सुरुवात मात्रै हो। हामीले अर्को वर्ष सङ्घीय मन्त्रालयले बजेट विनियोजन गरिसकेको छ, त्यसै गरी हामीले प्रदेश मन्त्रालयहरूलाई अनुरोध गरिसकेका छौँ, स्थानीय सरकारलाई अनुरोध गरिसकेका छौँ, निजी क्षेत्रहरूलाई हामीले एकदमै अनुरोध र आह्वान गरेका छौँ। अर्को वर्ष हामीले प्रदेशमा मात्रै होइन, त्यसलाई पालिका लेभलमा पनि, पालिका स्तरमा पनि हामीले पुर्याउनुपर्छ र यो थाहा दिनु पर्यो कि नेपालमा पनि उद्योग कल कारखानाहरू छ, रोजगारदाता कम्पनीहरू छ, उहाँहरूलाई कर्मचारीहरूको आवश्यकता छ। त्यस कारणले तपाईँहरूले नेपालमा पनि रोजगारी गर्न सक्नुहुन्छ, नेपालमा आफै स्वरोजगार बन्न सक्नुहुन्छ, साना साना व्यवसायहरू गर्न सक्नुहुन्छ भनेर यो सूचना दिनुपर्ने आवश्यकता हाम्रो लागि छ। त्यस कारणले हामीले यो सुरुवात गरेका हौँ। मलाई आशा छ जसरी 2 दिन कोशी प्रदेशमा समापन भएको छ हिजो, त्यसै गरी आज र भोलि मधेसको एउटा ठुलो युवा पुस्ता विदेशीमा बाध्य भएको अवस्था छ। म मिडियाका साथीहरूलाई, पत्रकार मित्रहरूलाई र आज यहाँ उपस्थित हुनुभएका तमाम उपस्थित महानुभावहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु, कृपया तपाईँले आफ्नो सामाजिक सञ्जालबाट, तपाईँले आफ्नो तरिकाबाट यो मधेस प्रदेशका 8वटै जिल्लामा सबै नागरिकहरूलाई यो सूचना दिनुहोस् न कि हामी यो देशमा कसरी बस्न सक्छौँ, हामी यो देशमा कसरी रोजगार प्राप्त गर्न सक्छौँ, हामी यो देशमा साना साना रोजगार कसरी बन्न सक्छौँ। यदि बाध्यात्मक अवस्थामा हामी विदेश जानु पर्दाखेरि हामी कसरी विदेश नठकिकन जान सक्छौँ, कसरी हामी निःशुल्क जान सक्छौँ, कसरी थोरै लागतमा जान सक्छौँ, अनि कसरी मिटर ब्याजी र सहकारीहरूको ठगीमा नपरिकन विदेश जान सक्छौँ, त्यो एउटा अध्ययन गर्ने, त्यो एउटा सिक्ने, त्यो एउटा सुन्ने, त्यो एउटा चाहिँ बुझ्ने मौका चाहिँ यो 2 दिनको कार्यक्रमले दिनेछ। त्यस कारणले म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु, यो मध्य प्रदेशमा अब आजको बाँकी समय र भोलिको एक दिन चाहिँ धेरैभन्दा धेरै युवा पुस्ता जो चाहिँ कलेजबाट पढाइ सकेर रोजगारीको खोजीमा हुनुहुन्छ, जो चाहिँ भौतारी रहनुभएको छ म के गर्नु भनेर उहाँहरूलाई केही भए पनि जसरी पनि एकपटक यो ठाउँमा आज र भोलि उपस्थित भइदिनको लागि, तपाईँहरूलाई उहाँहरूलाई सूचना दिइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यसले हामीलाई
हाम्रो बजारको माग आज के छ, कस्तो कुरा सिक्यौँ भने हामीले यो देशमा रोजगारी पाउन सक्छौँ, त्यो कुराको सूचना यहाँबाट लिन सक्छौँ। हामीले यदि ब्याङ्कमा जागिर खान जानु पर्यो भने हामी कस्तो तयारी गर्नुपर्छ, हामी कसरी ब्याङ्कको कर्मचारी बन्न सक्छौँ, अनि कस्ता कस्ता ब्याङ्कहरूले अथवा कस्ता कस्ता सिमेन्ट कारखानाहरूले, कस्ता कस्ता उद्योगहरूले कस्ता कर्मचारीको खोजी गरिरहनु भएको रहेछ भनेर ती कुराहरू थाहा पाउन सकिन्छ। त्यसै गरी म मधेसमा र मधेसबाट नजिकै आफ्ना उद्योग सञ्चालन गरेर बस्नुहुने तमाम उद्योगी व्यवसायी मित्रहरूलाई पनि हार्दिक अनुरोध गर्न चाहन्छु। तपाईँहरूले यहाँ स्टल राख्न नपाउनु भएको भए पनि, तपाईँहरूले बुथ राख्न नपाउनु भएको भए तापनि श्रम रोजगार तथा सामाजिक मन्त्रालयको थुप्रै बुथहरू हामीसँग यहाँ छ। त्यस कारणले आफ्ना कुराहरू त्यही बुथमा आएर पनि कुरा गर्न सकिन्छ, कुरा जानकारी गराउन सकिन्छ। त्यसै कारणले म तपाईँहरूलाई पनि यो 2 दिनको कार्यक्रममा उपस्थिति जनाइ सकिन्छ भने धेरैभन्दा धेरै नेपाली नागरिकलाई आफ्नो उद्योगमा, आफ्नो कल कारखानामा उहाँहरूलाई सदुपयोग गरिदिनका लागि, उहाँहरूलाई त्यो रोजगारीको मौका दिनको लागि म विनम्रताको पूर्वक अनुरोध गर्न चाहन्छु। हामी एउटा प्रयास गरिरहेका छौँ। त्यस कारणले तपाईँहरूको साथ र समर्थन निजी क्षेत्रको र नेपाली जनताको, स्वदेशमा र विदेशमा बस्नुहुने तमाम नेपाली नागरिकको साथ र सहयोग भयो भने आउने दिनमा अझ हामी यसलाई उत्कृष्ट बनाउने र अझ रिजल्ट ओरिएन्टेड गर्ने, अझ यसको चाहिँ रिजल्ट आउने गरी काम गर्ने प्रयास गर्नेछौँ। यसपटकको हाम्रो प्रयासले हामीले एउटा तथ्याङ्क सङ्कलनमा पनि ठुलो कोसेढुङ्गाको काम गर्छ भन्ने हामीले महसुस गरेका छौँ। हामीले यसै वर्षको बजेटमा रोजगार ब्याङ्कको कन्सेप्ट बाहिर सार्वजनिक गरिसकेका छौँ। हामी अर्को वर्षदेखि देशैभरि 6743 वडाहरूमा रहनुहुने तमाम नेपाली नागरिक जो श्रम बजारमा आउनुभएको छ, उहाँहरूको तथ्याङ्क सङ्कलन गर्नका लागि र त्यति मात्रै नभएर नेपालबाट भारत जानुहुने तमाम नेपाली नागरिकको समेत तथ्याङ्क सङ्कलन गर्नका लागि हामी काम गरिरहेका छौँ। रोजगार ब्याङ्कको कन्सेप्टमा जुन काम भइरहेको छ त्यसमा तपाईँहरूको सहयोगको अपेक्षा गरेको छु। यदि हामीले त्यो एउटा अनलाइन पोर्टल तयार गर्न सक्यौँ भने सबै सूचनाहरू, सबै रोजगारदाताको विवरणहरू अनि सबै रोजगारीको खोजीमा रहनुभएका नेपाली नागरिकहरूको सूचनाहरू त्यहाँ पाउन सक्नेछौँ। त्यसकारणले यस्ता किसिमका विभिन्न कोसिसहरू हामीले गरिरहेका छौँ। यो कोसिसमा तपाईँहरूको उपस्थितिले अनि तपाईँहरूको यो साथले हामीलाई मनोबल अझ उच्च बनाएको छ। श्रम मन्त्रालयले अझ उत्कृष्ट काम गर्नका लागि हामीलाई मनोबल बढेको छ। आज हामीलाई स्वागत गर्नुहुने कलाकार मित्रहरू, यो हल उपलब्ध गराउनुहुने उद्योग वाणिज्य सङ्घ लगायत सम्पूर्ण यहाँ आज र भोलि स्टल राख्नुहुने, बुथ राख्नुहुने तमाम उद्योगी व्यवसायी र सम्बन्धित स्टेक होल्डरहरू सबैजनालाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। र आज यो उद्घाटन समारोहमा उपस्थिति भई हामीलाई आफ्ना केही कुराहरू, विचारहरू राखिदिनु भएकोमा पूर्ववक्ताहरूलाई धन्यवाद दिन चाहन्छु। हाम्रो कर्मचारी मित्रहरू अनि हाम्रो टेक्निकल टिमहरू जो अहोरात्र खटिरहनु भएको छ, यहाँ आएर अथवा विभिन्न ठाउँबाट ब्याकइन्डबाट पछाडिबाट जसले सहयोग गरिराख्नु भएको छ, उहाँहरू सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। र अन्तमा हामीले कोशी प्रदेशमा 17 गते सार्वजनिक गरेको सामाजिक सुरक्षा कोषको केही मुद्दाहरू यहाँ पनि जानकारी गराएर आफ्नो मन्तव्य अन्त गर्न चाहन्छु। सामाजिक सुरक्षा कोषको औषधि उपचार सुविधा परिवारमा विस्तार गरिएको विषयमा 3वटा बुँदा यहाँहरूलाई जानकारी गराउन चाहन्छु। तपाईँहरूले सूचना पाइसक्नु भएको होला, नपाउनु भएका साथीहरूलाई पनि यो सूचना होस् भनेर म जानकारी गराउन चाहन्छु। सामाजिक सुरक्षा कोषले मिति 2081-2-17 गतेबाट लागू हुने गरी वैदेशिक रोजगारमा रहेका श्रमिकहरूका लागि औषधि उपचार, योगदानकर्ताको लागि, योगदानकर्ताको दम्पतिको लागि र निजको 18 वर्ष नपुगेका बाल बच्चाको लागि समेत लागू हुने गरी विस्तार भएको तथा औषधि उपचारका लागि योग्य हुने अवधि समेत घटाई थप योगदानकर्ता मैत्री बनाइएको, योगदानकर्ताको दुर्घटना भई नेपालको अस्पतालमा उपचार गराउँदा एक आर्थिक वर्षमा 7 लाख बराबरको दुर्घटना बिमा गरिएको जानकारी गराउँदछु। दोस्रो नम्बरमा सामाजिक सुरक्षा कोषको मिति 2081-2-17 गतेबाटै लागू हुने गरी अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिक तथा व्यक्तिहरूको लागि
दम्पति र निजको 18 वर्ष पुरा नपुगेका बाल बच्चाको लागि समेत लागू हुने गरी औषधि उपचार विस्तार भएको तथा थप योगदानकर्ता मैत्री बनाइएको जानकारी गराउन चाहन्छु। त्यसै गरी अन्तमा दुवै क्षेत्र वैदेशिक र अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिक तथा व्यक्तिको औषधि उपचारका लागि योग्य हुन 9 महिना हुनुपर्ने 9 महिनासम्म योगदान गरेको हुनुपर्नेमा त्यसलाई घटाएर 3 महिना मात्र योगदान गरे पनि यो सेवा सुविधा प्राप्त गर्ने र विरुद्ध अवस्थामा र आश्रित परिवार सुरक्षा योजना अन्तर्गतका सुविधाहरूलाई यथावत राखेको समेत म यहाँलाई जानकारी गराउन चाहन्छु। यति भन्दै तपाईँहरूको आजको यो भव्य उपस्थितिले हामीलाई फेरि एकपटक अब पर्सीबाट सुनाउने गण्डकी प्रदेशको श्रमदान रोजगार मेलामा अझ उत्कृष्ट आफ्नो उपस्थिति जनाउनको लागि एउटा मनोबल बढेको छ। यसको लागि म धन्यवाद दिँदै फेरि पनि एकपटक 7 प्रदेशमा सुरु गरिएको यो श्रमदान रोजगार मेलामा स्वदेशमा हुनुहुने सबै नागरिकलाई त हामीले स्वागत गरि नै हाल्छौँ। विदेशमा रहनुहुने तमाम नेपाली नागरिकले पनि यस्ता मेलामा उपस्थिति भई आफ्ना सुझाव, आफ्ना गुनासा र आफ्ना केही अनुभवहरू साटासाट गर्नका लागि पनि सूचना गरिदिनको लागि विनम्र अनुरोध गर्दै श्रम मन्त्रालय र मेरो व्यक्तिगत तर्फबाट हृदयदेखि धन्यवाद दिन चाहन्छु। धन्यवाद, नमस्कार। नमस्कार छ माननीय मन्त्रीज्यूलाई। हामीले मध्य प्रदेशको यो श्रमदान रोजगार मेलाको उद्घाटन सत्रको अन्तिम चरणमा आइपुगेका छौँ। हामी यो मेलाको उद्घाटन सत्रलाई र समग्र मेलालाई भव्य रूपमा सफल बनाउनको निम्ति अत्यन्त महत्त्वपूर्ण सहयोग उपलब्ध गराउनु हुने पत्रकार तथा सञ्चारकर्मी मित्रहरू, त्यसै गरी व्यावसायिक सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरू, हामीलाई यो हल उपलब्ध गराएर सहयोग पुर्याउने उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र कुमार महासेठज्यू लगायत उहाँको सम्पूर्ण टिम, त्यसै गरी तालिम तथा रोजगार व्यवसायी महासङ्घ, त्यसै गरी नेपाल चेम्बर अफ कमर्सका सम्पूर्ण पदाधिकारी साथीहरू, होटल एसोसिएसनका साथीहरू लगायत हामीलाई सहयोग पुर्याउनु हुने स्थानीय तहहरू, खास गरिकन यो मेलामा हाम्रो 5वटा स्थानीय तहहरू वीरगञ्ज महानगरपालिका, त्यसै गरी जनकपुर उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र चन्द्रपुर नगरपालिकाबाट लागत साझेदारी सहितको सहयोग प्राप्त भएको छ। त्यसै गरी मध्य प्रदेशको श्रम तथा यातायात मन्त्रालय पनि लागत सहितको साझेदारीतामा यो कार्यक्रम सञ्चालन भइरहेको छ। म यो कार्यक्रमलाई सफल रूपमा सम्पन्न बनाउन सहयोग गर्नुहुने तमाम उपस्थित महानुभावहरू लगायत सम्पूर्ण महानुभावहरूलाई हृदयदेखि धन्यवाद दिँदै अब यो कार्यक्रमलाई आफ्नो मन्तव्यसहित धन्यवाद ज्ञापन सहित औपचारिक रूपमा यो उद्घाटन सत्रको समापन गरिदिनु हुनको निम्ति मध्य प्रदेशका हाम्रो नेपाल उद्योग परिसङ्घका अध्यक्ष प्रमोद कुमार शाहज्यूलाई अनुरोध गर्दै म पनि यो कार्यक्रमबाट बिदा हुन्छु। हस्, धन्यवाद। श्रमदान रोजगार मेलाका प्रमुख अतिथि माननीय मन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरू, माननीय संसदज्यू, श्रीमान सचिवज्यू, यस रोजगार मेला आयोजक संस्था प्रमुख एवं प्रतिनिधिज्यूहरू, सरकारी उच्च अधिकारीज्यूहरू, उद्योगी व्यवसायी साथीहरू, पत्रकार साथीहरू, उपस्थित सम्पूर्ण महानुभावहरूमा मेरो नमस्कार। सर्वप्रथम मध्य प्रदेशमा श्रमदान रोजगार मेला आयोजनाको लागि नेपाल सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु म। साथै नेपाल उद्योग परिसङ्घलाई यस प्रदेशमा मेलाको संयोजन गर्ने अवसर दिनुभएकोमा पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। यो रोजगार मेलाको सफलताको लागि छोटो अवधिमा पनि दिनरात खटी दिनुभएका मन्त्रालयका उपसचिव एवं कर्मचारीहरू, मेलाका आयोजक समिति संस्थाका सबै प्रमुख एवं प्रतिनिधिज्यूहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। सुरुका दिनमा यो मेला कसरी आयोजना गर्न सकिएला, यसको मोडालिटी के होला भन्ने आशंका हुँदाहुँदै पनि सबैजनाको प्रयासबाट सफलता हात लाग्ने अवस्था आइपुगेका छौँ। सरकारले निजी क्षेत्रको समेत सहकार्यमा यस अभियानलाई अगाडि बढाएकोले पनि यस सार्वजनिक निजी अवधारणालाई अगाडि बढाउन सकिएको महसुस गरेको छु। सुरुवाती दिनमा 25वटा स्टल पुर्याउन पनि गाह्रो परेको थियो, तर
यसको प्रचार एवं सबै सहयोगमा 37वटा स्टल हामीले पुर्यायौँ। स्टल थप्न नसक्ने अवस्थामा पुगिसकेपछि अन्य धेरै संस्थाहरू जोडिन खोज्नुभयो, तर हामीले उहाँलाई आबद्ध गर्न सकेनौँ। कतिपयलाई एउटै स्टलमा मर्ज गराएर पनि सहभागी बनाएका छौँ। यसले पनि मध्य प्रदेशमा आयोजना गरिएको यो मेला सफलता प्राप्त गर्यो भन्ने बुझ्न सकिन्छ। मध्य प्रदेश आफैमा औद्योगिक बाहुल्यता रहेको प्रदेश पनि हो। औद्योगिक वातावरण थप बलियो बनाउन सक्ने हो भने यहाँ उद्योगहरू थपिनुका साथै आन्तरिक रोजगारीको सृजना गर्न सकिन्छ भन्ने विश्वास गर्दछौँ। यसका लागि सरकार एवं निजी क्षेत्रबीचको समन्वय एवं सहकार्य आगामी दिनमा थप बढाउनु पर्नेछ। अन्त्यमा आफ्नो व्यस्तताका बावजुद मध्य प्रदेशलाई उच्च महत्त्व दिएर आउनुभएका माननीय श्रम मन्त्रीज्यूहरू, सांसदज्यूहरू, नेपाल उद्योग परिसङ्घका अध्यक्षज्यू सहित हाम्रा विशिष्ट अतिथिज्यूहरूलाई यस प्रदेशको मेला आयोजकको नाताले हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै मेरो उद्घाटन समारोह यही सकिएको जानकारी गराउँदै अन्य गतिविधिहरू सहज एवं प्रभावकारी रूपमा 2 दिनसम्म सञ्चालन हुने अवगत गराउन चाहन्छु। धन्यवाद, नमस्कार। हाम्रो अर्को कार्यशाला 1 बजेदेखि 2:30 बजेसम्म श्रम आप्रवासन, कानुनी प्रक्रिया र मनोसामाजिक प्रभावका सम्बन्धमा यही हलमा हुँदैछ। म सम्पूर्ण उपस्थित महानुभावहरूलाई त्यो कार्यशालामा पनि सहभागी भइदिनु अनुरोध गर्दछु। हस्, धन्यवाद।